2082 साल फागुन 5 गते मंगलबारको दिनमा लाग्दैछ शक्तिशाली सूर्यग्रहण। 4 राशि हुँदैछन् मालामाल, 8 राशिलाई हुनेछ कष्ट। भिडियो अत्यन्त महत्त्वपूर्ण छ, त्यसैले भिडियोलाई लाइक गरिदिनु होला, शेयर गर्न नबिर्सिनु होला र हामीलाई फलो गर्नुभएको छैन भने साइडमा रहेको फलो बटनमा क्लिक गरेर फलो गर्नुहोला। तपाईले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर लेखिदिनु होला। मालामाल हुने 4 राशि कुन हुन् र कष्ट पाउने 8 वटा राशिहरू कुन हुन् त? सुरुमा रहेको छ मेष राशि। एरिस मेष राशि। मेष राशि हुने व्यक्तिको लागि लाभ भन्ने फल रहेको छ। मेष राशि हुने व्यक्तिको लागि यस सूर्यग्रहणले शुभ फल दिनेछ, तपाईको लागि राम्रो छ। टोरस वृष राशि। वृष राशि हुने व्यक्तिको लागि सुखम भन्ने फल रहेको छ। तपाईलाई सुख सुविस्ताका साधनहरू जुट्नेछन्, तपाईलाई अति नै उत्तम फल मिल्नेछ। यस सूर्यग्रहणबाट तपाईलाई शुभ फल रहेको छ। त्यसैगरी मिथुन राशि हुने व्यक्तिको कुरा गरौँ। मिथुन राशि हुने व्यक्तिको लागि माननाश भन्ने फल रहेको छ। माननाश भन्ने बित्तिकै तपाईलाई अशुभ फल रह्यो। तपाईको शरीरमा स्वास्थ्यमा कमी कमजोरीहरू आउने सङ्केत देखिएको छ। तपाईले भने अनुरूपको काम नचल्न सक्छ। सावधानीपूर्वक अगाडि बढ्नुहोला, खर्चमा कन्ट्रोल गर्नुहोला। क्यान्सर कर्कट राशि। त्यसैगरी कर्कट राशिको कुरा गरौँ। कर्कट राशि हुने व्यक्तिको लागि कष्टम भन्ने फल रहेको छ। तपाईको लागि अशुभ फल रह्यो। तपाईलाई अलिकति शारीरिक आलस्यता आउने र काम कारबाहीहरू अगाडि बढाउँदा पनि अलि झन्झटिलो काम कार्यहरूमा अगाडि बढ्नुपर्ने देखिन्छ। तपाईलाई अशुभ फल रहेको छ। लियो सिंह राशि। त्यसैगरी सिंह राशि भएका व्यक्तिहरूलाई स्त्री पीडा भन्ने फल रहेको छ। तपाईलाई स्त्री सम्बन्धित पीडाहरूले सताउने, तपाईको स्त्री तपाईँ हुनुहुन्छ भने तपाईँलाई नै असर हुन्छ। तपाईँ यदि पुरुष हुनुहुन्छ भने तपाईँका स्त्रीहरूलाई, तपाईँका दिदीबहिनीहरूलाई यसले असर पुर्याउँछ। तपाईँको ग्रहको कारणले गर्दा र उहाँहरूको कारणले गर्दा तपाईँलाई पनि असर पर्दछ। भर्गो कन्या राशि। त्यसैगरी कन्या राशिको कुरा गरौँ। कन्या राशि हुने व्यक्तिको लागि सौख्यम भन्ने फल रहेको छ। तपाईलाई शुभ फल रह्यो। तपाईले सोचेका काम कार्यहरू अगाडि बढाउने समय रहेको छ। तपाईको लागि शुभ फल प्राप्त हुन्छ। तपाईले सुख सुविस्ताका साधनहरूमा समय व्यतीत गर्दा तपाईले महत्त्वपूर्ण काम कार्यहरूबाट पछि पर्न सकिन्छ। त्यसैले सावधान भएर आफ्नो महत्त्वपूर्ण काम कार्यमा अगाडि बढ्नुहोस्, अवश्य पनि सफल बनिनेछ। लिब्रा तुला राशि। तुला राशि हुने व्यक्तिको लागि चिन्ता भन्ने फल रहेको छ। तपाईलाई मानसिक तनाव बढेर जानेछ। तपाईले